ओके गाइज, फेरि पनि म सानो एउटा भिडियो क्लिप लिएर फेरि पनि आइसकेँ। हामीले एक्सर्साइज गर्नु मस्ट इम्पोर्टेन्ट भनेकै स्वास्थ्य रहनको लागि हो। त्यसमा मेरो मेरो दाजु हेरिहाल्नु यहाँ हेर्नुहोस् है, स्वास्थ्य रहनको लागि एक्सर्साइज गर्नु एकदम मस्ट इम्पोर्टेन्ट छ। हेरिहाल्नुहोस् यहाँ दाजुले नियरली 50 इयर्स ओल्ड हुनुभयो, उहाँ 50 वर्ष पुग्नु आँट्नु हो, फेरि पनि यति राम्रो फिजिकल फिटनेस बनाउनु भएको छ। यो कारण किन हो? एक्सर्साइजले गर्दा। दामी दाजु, यता हाम्रो दाजु 11 जियरकै दाजु हो, ल हेर्नु त। त्यस कारणले गर्दा म तपाईँहरू सबैलाई आह्वान गर्न चाहन्छु, हामी सबैले एक्सर्साइज गरौँ, स्वस्थ रहौँ। यहाँ हाम्रो दाजु 11 जियरकै दाजु हो। यता हाम्रो साथी हुनुहुन्छ, यहाँ हेरिहाल्नुहोस्, आफ्टर 40 पनि एक्सर्साइज गरेर यति राम्रो ज्यान बनाइसक्नु भएको छ उहाँले। प्लिज हेरिहाल्नुहोस्। त्यस कारणले गर्दाखेरि सम्पूर्ण सबैलाई म यो तपाईँहरूले नेगेटिभ नसोच्नुहोस्। दाजु एक्सर्साइज गर्नु मस्ट इम्पोर्टेन्ट छ नि दाजु। अनि पसिना बगिरहेछ, पसिना झरिरहेछ, हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि म तपाईँहरू सबैलाई भन्न चाहन्छु, एक्सर्साइज गरौँ, स्वस्थ रहौँ। ओके, थ्याङ्क्स फर वाचिङ।